जोरपाटीतिर। हेलो गाइज, इट्स माई डे 12th अफ डेली ब्लग। आज चाहिँ फेरि म जिम गर्न जाँदैछु। आज हो मेरो बाइसेपको वर्कआउट। गाइज म पुगिसकेँ जिममा, यु क्यान सी दिस। अब जिममा गएर बाइसेप हानिन्छ। आज थियो मेरो बाइसेपको वर्कआउट। त्यसमा मैले सबभन्दा फर्स्ट चाहिँ डम्बेल कर्ल्सहरू हाने 3 सेट 12 रेप्सको। देन आई मुभ टु सेकेन्ड एक्सर्साइज। दोस्रो एक्सर्साइज थियो मेरो डम्बेल ह्यामर कर्ल्स। यसको नि मैले 3 सेट हाने 12 रेप्सको। अनि म मुभ भयो थर्ड एक्सर्साइज। थर्ड एक्सर्साइजमा चाहिँ मैले बारबेल कर्ल्सहरू हाने 3 सेट 12 रेप्सको। त्यसपछि मैले चाहिँ मसिन प्रिचर कर्ल्सहरू हाने। अनि मेरो वर्कआउटको लास्ट एक्सर्साइज थियो स्ट्यान्डिङ बाइसेप केबल कर्ल्स। यसको नि मैले 3 सेट हाने 12 रेप्सको। अनि मेरो आजको वर्कआउट सकियो। गाइज म चाहिँ निस्किसकेँ जिमदेखि। अब घर जान्छु। घर गएर खानासाना खाएर कलेज। हेलो गाइज, म चाहिँ अहिले कलेज जाँदैछु। यु क्यान सी देयर, द्याट्स माई कलेज। दिस इज द वे आइ एम गोइङ कलेज। अब 2 मिनटमा पुग्छु होला। गाइज म पुगिसकेँ कलेज। दिस इज द कलेज देयर। तर आज पनि पछाडिको बाटो बन्द छ जस्तो लाग्यो मलाई। लेट्स सी, हेरौँ। पछाडिको बाटो बन्द थियो, सो म गेटबाट गएँ। आज हाम्रो 2टा लेक्चर थियो। 2टा लेक्चर अनि 2टा प्र्याक्टिकल थियो। प्र्याक्टिकलको भिडियो सुट गर्न पाइनँ मैले। आज चाहिँ सरले क्लासमा एउटा साथीलाई क्वेसन सोल्भ गर्न दिनुभयो। त्यो बेला चाहिँ लास्ट रमाइलो भयो। त्यो चाहिँ अहिले सानो क्लिप छ, हेर्न सक्नुहुन्छ तपाईँहरूले। आजको फर्स्ट लेक्चर पछि हाम्रो ब्रेक भयो। ब्रेकमा हामीले बास्केटबल खेल्यौँ। अनि त्यसपछि मैले खाजा खाएर फेरि हाम्रो लास्ट क्लासको लागि क्लासमा गयौँ हामी। मेरो क्लासमा चाहिँ आर्टिस्टहरूको कमी छैन। जस्तो मान्छे त्यस्तै चित्रहरू बनाइदिन्छन् यहाँ। त्यही भएर अलि रमाइलो भयो क्लासमा चाहिँ। आज साथीको चित्र बनाइदिएछ यता केटाहरूले। हेलो गाइज, अहिले चाहिँ मेरो कलेजको बिदा भइसकेको छ। म घर जाँदैछु। यु क्यान सी देयर सम पिपुल आर प्लेइङ क्रिकेट देयर। अब चाहिँ घर गएर अब कहाँ जानुपर्ने हो, के हुन्छ हेरौँ। त्यही हो गाइज, म त्यहीँ गएर देखाउँछु हजुरहरूलाई। गाइज अहिले चाहिँ म बौद्ध जोरपाटीतिर जाँदैछु। त्यहाँ एउटा काम पर्यो अहिले। म हजुरहरूलाई देखाउँछु त्यहाँको भिडियो जोरपाटीतिर। ग्वारको बाटो दामी हिमालको भ्यू पनि हेरियो। तर अलि काठमाडौँको पोल्युसन